इन्फिटी भने चाहिँ के नि त्यो पैसा धेरै हो कि के भाषै बुझेन त हामीले त्यो इन्फिटी भने इन्फिटी भन्दा धेरै पैसा हुँदैन के पैसा नै हुँदैन मेरो बाबासँग मात्रै छ अरे त्यति त्यत्रो पैसा कहिले सिद्धिँदैन पैसा ल्याम्बोर्गिनी पनि किन्ने हामी ल्याम्बोर्गिनी के किन्ने ल्याम्बोर्गिनी त्यो भने के हो खै हामी त कार किन्ने अरे BMW पनि BMW त अब सम्झिने सपनामा साँच्चीकैमा स्कुटी चढ्ने हिँड्ने के को BMW त्यो स्कुटीलाई त बेच्दिने हामी खटाराले जति हेरे पनि छोप्नै पर्छ त्यो स्कुटीलाई नछोपे त बिग्रिँदैन त नि स्कुटी अनि बिग्रिँदैन होस् अरू मान्छेहरूले त नछोपिकन राख्छ नयाँ स्कुटी हो नि त त नयाँ स्कुटी भए हामीले पुरानो गरिदिने कुनै सक्यो होला स्कुटी पुरानो बनाइदिनु त कसरी बनाइदिनु नयाँ स्कुटी कसरी हुन्छ यसरी अनि पुरानो थोत्रोमा चढ्दाखेरि त लाज लाग्दैन म कार किन्ने जसले त 1 रुपियाँ कमाइ गर्दैन उसले चाहिँ कार किन्छ अरे लाज पो लाग्यो मलाई यो कार किन्ने कति रुपियाँको किने नि कार चाहिँ 1 करोड होइन इन्फिटीको त पुरै दुनियाँ नै हुन्छ किन त्यो इन्फिटी भनेर इन्फिटी भन्दा धेरै पैसा हुँदैन त्योभन्दा धेरै पैसै हुँदैन अरे क्या कसित पैसा नै मेरो बाबा बाइक बाबासित मात्रै हुन्छ त्यति पैसा अरूसित कोहीसित हुँदैन त्यति भइदियो त हुन्थ्यो नि अब बाबाबाट हामी भेट्याउने हो पैसा नानी भेट्याउँदैन आउँदैन हामी 3 जना भेट्याउँछ नानी त आफै कमाउने कनाउने हो त कमाउने नानीले यसरी कनाउने टाउको बजाउनै पराउने पैसा आउने अनि आमा र तिमीसँग मात्र आउँछ पैसा मामुलाई चाहिँ कसले दिन्छ धेरै पैसा मम्मीसँग त बाबा बाबालाई नि अनि बाबाले तिमीलाई पैसा पठाउनु भएपछि कसलाई दिन्छ पैसा हामी 3 जना बाँड्ने कुनै बाँड्ने ए आमा तिमी मामु चाहिँ पैसा बाँड्ने ल गुड आइडिया है हल्ला दिदैनौ नानीसँगै छ नानी आफै कमाइहाल्छ के जाब थोरै 1 रुपियाँ कमाउँछु 1 रुपियाँ ठ्याक्कै 1 रुपियाँ कमाउँछ नानीले के हो नानीले धेरै कमाएको त अनि भने 1 रुपियाँ नानी विदेश गयो अनि उसले पनि पैसा कमाइहाल्छ सबैजना तिम्रो बाबा पनि विदेश गयो नानी पनि विदेश गयो भेटाक मामा पनि विदेश गयो अनि प्रकाश मामा मात्रै यहीँ बस्यो अनि सबै पैसा कमाउनु त अनि तिम्रो बाबाले मात्रै कमाइसिन्छ त पैसा सबैले कमाउने कन्याउँदैन अरूले त कन्याउँदैनन् अरे यस्तै बाबाले मात्रै कन्याउँछन् अरे पैसा कमाउँदैनन् अरे सबसे धेरै नानीले कमाउँछ अहिले होइन सोध्न यहाँ नानीले सोध्छ यहाँ गफाडी भए है सिरिसै हमारा घर आए मेरो बाबाले एक मिनटमा इन्फिटी कमाइदिन्छ बाबासँग हजुर भन्दा नि इनफ BMW त
हामी त कस्तो पुरै स्टेसनरी होइन पुरै सोरुममै किनिदिने सोरुमै किन्ने नि त्यति धेरै पैसा छ त्यसो भए नानीलाई थोरै सापटी देऊ न त किन दिन्न के को सोरुम किन्ने साना एमालेको सोरुम भने के को सोरुम किन्ने एमालेको के एमालेको एमाले कि एमा एमाको BMW को सोरुम किन्ने भने होइन BMW एमा सबै दुनियाँकै सोरुम सोरुम दिएछ ठिकै हो त्यस्तो एमाले चाहिँ